तपाईहरु पनि यस्तै सनफ्लावर बनाउन चाहनुहुन्छ भनेपछि चाहिँ आज सिकौँ है त सनफ्लावर बनाउन। हेलो गाइज, आज चाहिँ म गइरहेको छु यो पजुवाहरूको चाहिँ सनफ्लावर बनाउन। यसको लागि चाहिँ यो 3वटा लिने अनि त्यसपछि यो दबार्ने, फोल्ड गर्ने, ठ्याक्कै 2-3वटा बनाउने अनि एउटा त्यो 2वटालाई चाहिँ काट्दिने यसरी कैँचीले अनि एउटालाई चाहिँ बाँकी राख्ने। त्यसपछि त्यो काटेको वालाले चाहिँ फोल्ड गर्ने अनि फोल्ड गरेको वालालाई चाहिँ एकको माथि एक गर्दै यसरी हाल्ने अनि त्यो हालिसकेपछि चाहिँ यो यस्तो देखिन्छ। यसपछि चाहिँ त्यसले अलिकति उ गरेर अनि यो ठुलो वाला चाहिँ त्यसको बीचबाट घुसार्ने अनि त्यसपछि त्यसले डबल फोल्ड गर्ने। त्यसपछि यो सेप बराबर सेप मिलाउने अनि पछि यो कसेर चाहिँ यसले एउटा 2टा लामो हुन्छ अनि एउटालाई चाहिँ यसरी यसको वरिपरि बेर्दिने अनि यो बेरेपछि चाहिँ यस्तो हुन्छ, तपाईहरु देख्न सक्नुहुन्छ। अब यस्तै गरी चाहिँ हामीले 20वटा बनाउने। यो चाहिँ मेरो 20वटा रेडी भइसकेको हो। त्यसपछि यो 2टा यो ब्राउन कलरको लिने, त्यो चाहिँ बीचको भागको लागि अनि यो 2टालाई चाहिँ जोड्ने। यो सानो हुन्छ नि त एउटै, त्यही भएर अनि त्यसपछि चाहिँ यसलाई यसमा बेर्ने, स्टिकमा बेर्दै जाने अनि यो बेरिसकेपछि चाहिँ यसलाई अलिकति तान्न पर्छ अनि त्यसपछि एउटा कार्टुनको बोर्ड लिने अनि त्यसलाई चाहिँ गोलो सेपमा काट्ने। त्यसपछि यो हामीले अघि बनाएको ब्राउन कलरको चाहिँ यो बेर्दै जाने, गोलो सेपमा बनाउने बीचको भागको लागि अनि त्यसपछि चाहिँ यो गोलो बनाइसकेपछि चाहिँ यसलाई चाहिँ ग्लुले चिपकाउनु पर्छ। यो ग्लुले चाहिँ हातमा लागे पनि केही हुँदैन। यसरी ग्लु लगाउने। ग्लु लगाइसकेपछि चाहिँ यो भाग हाम्रो अलि ठुलो भयो अनि त्यही भएर चाहिँ यसको बराबर भाग मिल्नको लागि चाहिँ यसलाई काट्ने। काटिसकेपछि चाहिँ यो हाम्रो रेडी भयो अनि त्यसपछि चाहिँ यो रेडी भएको भागमा चाहिँ अब यो फ्लावरहरूको पातहरू लगाउने अनि त्यसपछि चाहिँ यो सबै यो 20वटा जुन हामीले फ्लावरहरू बनाएको थियो त्यसलाई चाहिँ सी सेपमा बङ्गाउने त्यसलाई अनि यो जुन लामो भाग रहेको हुन्छ त्यो वाला भागलाई चाहिँ बङ्गाउने अनि त्यसपछि चाहिँ यो ग्लु लगाउने। ग्लु लगाउँदै हेर्दाखेरि चाहिँ सुरुको भागमा चाहिँ हामीले 10वटा लगाउनुपर्छ। यसको त्यो भागलाई, लामो भागलाई चाहिँ यस्तो माथि बङ्गाइदिने। त्यस्तै गरेर एउटा गरेर सुरुमा चाहिँ हामीले 10वटा लगाउनुपर्छ। यो लगाउँदाखेरि चाहिँ एकको माथि एक चाहिँ खप्टिनु हुँदैन। यसरी नै 10वटा लगाउँदै जाने। हेर्नु साथीहरू, म चाहिँ लगाइरहेको छु यसरी अनि यसरी लगाउँदै गर्दाखेरि चाहिँ यो गम चाहिँ हातमा लाग्यो भने चाहिँ पोल्यो भने केही पनि हुँदैन, न छाला निस्किन्छ, केही पनि हुँदैन अनि चिप्किँदाखेरि चाहिँ एकदम राम्रोसँग चिप्किन्छ। एकचोटि यो गम लगाएर राम्रोसँग टाँस्यो भने त्यसपछि यो कहिले पनि निस्किँदैन। यसको ग्लु चाहिँ एकदमै राम्रो छ। त्यसपछि चाहिँ यतिको भइसकेपछि चाहिँ अब हामीले बाँकी रहेको वाला चाहिँ यो ठ्याक्कै अरू भागमा लगाउने कि ठ्याक्कै 2टा यो फुलहरू छोडेर अनि 2टा पात छोड्दै लगाउँदै गर्ने। जुन हाम्रो 10वटा अघि लगाइसक्यौँ अनि फेरि अझ 10वटा बाँकी रहन्छ।